चाहिँ यो प्रकारको आज्ञा गरेको छ। यो चाहिँ आज्ञा हो। पुरानो नियममा सबै कुराको निम्ति परमेश्वरलाई सधैँ धन्यवाद दिनु भन्ने आज्ञा थिएन, तर नयाँ नियममा आएर चाहिँ क्रिस्चियनको स्ट्यान्डर्ड स्तर अर्कै हो। परमेश्वरले हामीलाई सबै कुराको निम्ति सधैँभरि धन्यवाद चढाउने, धन्यवादी हुने त्यो पद, त्यो स्तरमा पुगेको इच्छा गर्नुहुन्छ। पढेर जाँदा त सजिलो लाग्छ, तर धेरैजना त्यो पदमा, त्यो स्तरमा सबै कुराको निम्ति धन्यवादी हुँदैन क्रिस्चियनहरू। पढेर जान सजिलो कुरा हो, मलाई थाहा छ यो पद भने जस्तै मत्ती 6:33 पढायो भने सबैभन्दा पहिला परमेश्वरको राज्य अनि धार्मिकताको खोजी गर भनेको छ। त्यो दुनियाँलाई थाहा हुन्छ त्यो पद। आज प्रतिस्पर्धा कम्पिटिसन भयो भने त्यसमा फर्स्ट प्राइज लान सक्छ, तर जीवनमा चाहिँ परमेश्वरको अरू अरू कुराले नै पहिलो चाहिँ लागु घटेको हुन्छ। त्यसले गर्दा बुझ्नु एउटा कुरा हो, पढ्नु एउटा कुरा हो, गर्नु बेग्लै कुरा हो। तर परमेश्वरको वचनले हामीलाई जाँच पडताल गर्छ कि यो सबै कुराको निम्ति, संसारमा सबै कुरा भनेको राम्रो मात्रै हुँदैन। संसारमा 10वटा कुरा राम्रो भयो, 10वटा कुरा नराम्रो हुन्छ। एक दिन हाम्रो स्वास्थ्य राम्रो भयो भने हाम्रो स्वास्थ्य अस्वस्थ हुनसक्छ। एक दिन हामीलाई नाफा नोक्सान भयो भने भोलिपल्ट हामीलाई नोक्सानै नोक्सान हुनसक्छ। 5जना साथी भेट्यो भने 5जना शत्रु पनि भेटिन्छ, 5जना माया गर्ने भेट्यो भने 5जना घृणा गर्ने भेटिन्छ। कोही बेला खाना मिठो होला, कोही बेला नमिठो होला, सन्चो बिसन्चो हुन्छ। संसारमा अँध्यारो ज्यादा जसरी छ, प्रायः संसारमा राम्रो भन्दा नराम्रो कुरा ज्यादा हुन्छ। अनि हामीले असफलताको सामना, हारको सामना, घृणाको सामना, दुर्बिमारको सामना, नोक्सानीको सामना गरेर जानुपर्दा क्रिस्चियन मात्रै यस्तो परमेश्वरले इच्छा गर्नुहुन्छ। यो जातिले चाहिँ जतिसुकै पनि भन्दा जुनै पनि प्रकारको धन्यवाद चढाउँछ, त्यो उचाइमा चाहिँ सुकै पुगेको हुँदैन। किन चाहिँ एउटा क्रिस्चियनले धन्यवाद चढाउनुपर्छ भन्दा त्यो क्रिस्चियनले मात्रै सक्छ जुन क्रिस्चियनको आँखा चाहिँ स्वर्गमा परमेश्वर विराजमान हुनुहुन्छ अनि परमेश्वरलाई जस्तो इच्छा लाग्यो त्यस्तै गर्नुहुन्छ। परमेश्वर सिंहासनमा बस्नु मात्रै होइन, मैले प्रभुलाई ग्रहण गरेर मुक्तिदाताको रूपमा ग्रहण गरिसकेपछि चाहिँ पृथ्वी तलमा त्यो क्रिस्चियनको वरिपरि, त्यो क्रिस्चियनको धन सम्पत्तिको वरिपरि, त्यो क्रिस्चियनको परिवारको वरिपरि 3टा घेरा लागेको हुन्छ, 3टा पार लागेको हुन्छ। बिरालै कम्ती क्रिस्चियनहरूलाई थाहा हुन्छ। विश्वास गर्नुभन्दा अगाडि हाम्रो धन सम्पत्तिले पनि परमेश्वरको सेवा गरेको हुँदैन। विश्वास गर्नुभन्दा अगाडि हाम्रो शरीरले परमेश्वरको सेवा गरेको हुँदैन, हाम्रो परिवारले सेवा गरेको हुँदैन। तर जुन दिन हामीले विश्वास गरेर हाम्रो जीवनलाई प्रभु आजदेखि म तपाईँको हो भन्ने बित्तिकै चाहिँ बाइबलले यो कुरा प्रमाणित गरेको छ। त्यो विश्वासीको वरिपरि, उसको सम्पत्तिको वरिपरि, उसको परिवारको वरिपरि नदेखिने 3टा घेरा लागेको हुन्छ, बार, त्यो चाहिँ स्वर्गले बार हुन्छ। त्यो कुरा बाइबलको किताब 1 अध्यायको उसको वरिपरि त्यो शैतानले देख्यो। त्यो त विश्वासीको वरिपरि, घरको वरिपरि र उसको छोराछोरी शैतानले देखेर यो कुरा चाहिँ उसले लिङ्क गरेको, उसले भनिपठायो अनि हामीले चाल पाएको। पढ्नुहोस् त फेरि। वरिपरि र वरिपरि परमेश्वरको कहिले पनि पक्षपात हुँदैन। अयुबको सम्पत्तिको वरिपरि, अयुबको वरिपरि, अयुबको परिवारको वरिपरि चाहिँ लगाइदिनु पऱ्यो बार। कि त मलाई विश्वास गर्ने अरू क्रिस्चियनहरू चाहिँ नलगाइदिनु पऱ्यो भन्ने हुँदैन। त शैतानले देख्दाखेरि चाहिँ विश्वासीको वरिपरि एउटा बार हुँदो रहेछ, विश्वासीको परिवारको वरिपरि एउटा बार हुँदो रहेछ। अनि उसको सम्पत्ति जे जति छ, कम्ती बेसी छ छैन, परमेश्वरले रेखा गरेको रहेछ। अनि बाइबल पढ्दै जाँदा राम्रोसँगले अध्ययन गरेको चाल पाउँछौँ। त्यो रेखाभित्र आएर त्यो क्रिस्चियनको शरीरमा रोग ल्याउनु छ कि त्यो रेखाभित्र आएर त्यो क्रिस्चियनलाई कुनै घृणा गर्ने साथीसँग भेट गराउनु छ कि त्यो क्रिस्चियनको सम्पत्तिमा नोक्सानी गराउनु छ कि त्यो क्रिस्चियनको परिवारमा नोक्सान गराउनु छ कि त्यो 3टै कुरा एकखेप घेरा परमेश्वरले लगाइसकेपछि त्यो क्रिस्चियनको वरिपरि, सम्पत्तिको वरिपरि, उसको परिवारको वरिपरि कुनै प्रकारको हानि पुर्याउनु छ भने चाहिँ जबसम्म सिंहासनमा बस्ने परमेश्वरको अनुमति लिँदैन, जबसम्म शैतानले माथि गएर अनुमति नलिँदैन चाहिँ उसले एउटा सियो पनि टिप्न पाउँदैन विश्वासीको। उसले
उसले शरीरमा लुगा बल्किन ल्याउन पाउँदैन, उसले परिवारमा त्यति ड्यामेज गर्न पाउँदैन। त्यसले गर्दाखेरि त्यो कुरा हामी त्यही अयुबको पाठबाट सिक्छौँ। जब घेरा लागेको देख्यो अनि उसले भन्यो के त भनेर परमेश्वरले पनि उसँग बाजी गर्दाखेरि उसको सम्पत्तिमा हात लगाएर हेर्नुहोस् त, मलाई अनुमति दिनुहोस् त, अहिले तपाईँलाई श्राप हुन सक्छ, अहिले तपाईँलाई बन्धन गर्न सक्छ, हुन्छ लज्जा भनेर परमेश्वरले अनुमति दिएपछि मात्रै सम्पत्तिको वरिपरिको घेरा उसले तोडेर भित्र बसेर भयो भन्नुपर्छ। त्यो पनि सम्पत्ति चाहिँ नाश गर्यो, तर त्यो घेरा तोड्नु भन्नेबाट चाहिँ अनुमति लिनुपर्छ। त्यो कुरा चाहिँ एकदमै क्रिस्चियनलाई त्यो दिमागले बुझेर हुँदैन, एकदमै भित्रबाट यो कुरालाई पक्रेको हुन्छ। अनि त्यो घेरा तोड्ने बित्तिकै अयुबको प्रतिक्रिया कस्तो थियो होला, तपाईँले दिनुभयो, तपाईँले लानुभयो भन्नु मतलब कोही व्यक्ति विशेष आएर तोडे होइन, सबैले अयुबको किताबमा अब त्यो तोड्नको लागि भत्काउनको लागि मान्छे नै आउँछ, पृथ्वी तलमा आधी तुफानै आउँछ, अनि आज विपरीत प्रकारको वातावरणै आउँछ। तर यहाँ एक अध्यायको त्यो अनुमति शैतानले पाइसकेपछि शैतानले गएर कसलाई अवसर 15 पदबाट चाहिँ हेर्नु आवश्यक बिस्तारै भयो। यता जब परमेश्वरबाट अनुमति पायो, अनुमति पाउनु कि शैतानले गएर सभा भन्ने एउटा जग्गा थियो, त्यो जग्गामा गएर त्यहाँको मान्छेलाई उकासेर ल हमला गर्न जाउँ अयुबलाई भनेर ल्याउँदाखेरि शैतान सिंहखोलाको शैतान आएन, शैतान त्यहाँनिर दृश्यमा हुँदै आएन, तर हमला गर्न आउँदाखेरि सभाका मानिसहरू आए। सुन्नुहोस् कि त्यता कोही पनि शैतान कहिले डाइरेक्ट आउँदैन, इन्डाइरेक्ट आउँछ, मानिसहरू उठाएर लिएर आयो। त्यसो गर्दाखेरि जुन किसिमको चाहिँ सिंहासनमाथि बस्नुहुने परमेश्वरले अनुमति दिएर, शैतानले अनुमति लिएर अनि सभाको मानिसहरूलाई उठाएर लिएर आएको हो भनेर चाहिँ जुन किसिमको नजर चाहिँ परमेश्वरको अनुमति बिना चाहिँ आएनन् यी मानिसहरू भनेर छैन भने चाहिँ मान्छेको नजर चाहिँ सभाका मानिसहरूमाथि मात्रै हुन्छ। फलाना आयो, ढिस्कले मलाई यस्तो गरिदियो, ढिस्कले मलाई नसम्म पुर्यायो, त्यसले मलाई नछाड्यो, त्यसले मेरो मौकालाई आज छुट गरिदियो, त्यसले मलाई मेरो खुसी दियो, त्यसले मलाई बिगाडिदियो, त्यसले मलाई हिर्कायो, त्यसले मलाई बदनाम गर्यो, त्यसले मलाई नोक्सानी गर्यो भनेर चाहिँ मान्छेको नजर चाहिँ जहिले पनि मान्छेमाथि भइहाल्छ। हेर्नुहोस् अब यदि 16 पदमा प्राकृतिक प्रकोपहरू ल्याउन सक्छ शैतानले, पढ्नुहोस्। त्यो बोलिरहेको बेला अर्को आइपुग्यो, जसले भन्यो आकाशबाट परमेश्वरको आगो खस्यो र त्यसले भेडाबाख्राहरू र ती नोकरहरूलाई जलायो। अब पहिले परमेश्वरले आफ्नो छोराछोरीमाथि आकाशबाट आगो बर्साउनु यहाँ लेख्दा त्यसरी लेखेको, त शैतानले त्यो काम गर्यो अनि आकाशबाट आगो झारिदिन सक्यो। त्यसले कतिचोटि रुखको हाँगा भाँचेर गाडी कुल्चिन सक्छ, पहिरोले हामीलाई लान सक्छ, गोरुले हान्न सक्छ, कार दुर्घटना हुन सक्छ, चढेको जहाज टुक्रिन सक्छ, किसिम केही कुरामा यो पृथ्वी तलमा हुनसक्छ। त्यसले गर्दा याद गर्नुहोस्, फेरि दोहोऱ्याएर भन्छु, परमेश्वर आफैले कहिले पनि कार दुर्घटना गराउनु, परमेश्वरले कहिले रोक्नु, परमेश्वरले कहिले कार दुर्घटना हुँदा, परमेश्वरले हाँगा भाँचेर विश्वासीलाई गाडी कुल्चिने गरी गर्ने गरी पहिरो आउने गरी लानु, तर सबै प्राकृतिक प्रकोप चलाउनको लागि पनि शैतानले अनुमति लिएको हुन्छ। अनुमति लिँदा चाहिँ परमेश्वरले के भन्नुहुन्छ चाहिँ जति नै गर उसले मेरो भक्ति छोड्दैन, जति नै गर उसले गर्नु गर्दैन, जति नै गर उसले धन्यवाद चढाउँछ भन्नुहुन्छ। परमेश्वरले चाहिँ गर्व गरेको हुन्छ। गर्व गर्दाखेरि चाहिँ त्यो व्यक्ति विशेष क्रिस्चियनले चाहिँ कस्तो प्रतिक्रिया जनाउँछ त्यो कुरा चाहिँ माथि फैसला हुन्छ। कतिको चर्च जान्छ, कतिको भेटी चढाउँछ, कतिको गीत गाउँछ, कतिको बाइबल पढ्छ, केही हिसाब किताबमा कति सम्पत्ति छ, त्यो सम्पत्ति त दुनियाँको हुन्छ। मुस्लिमको हेऱ्यो कति सम्पत्ति हुन्छ, ज्ञान बुद्धि हेऱ्योदेखि संसारमा कस्ता कस्ता बाटो पढेको मान्छेहरू हुन्छन्, लामो आयु हेऱ्यो जापानिजहरूको मुस्लिमहरूको लामो आयु हुन्छ। त परमेश्वरले कहिले पनि शैतानमाथि जाँदाखेरि देखिस् उसको जति भेडा बाख्रा कति जाँदा उसको छ, मैले उसलाई कति धेरै आशिष दिएको छ भन्नुभयो। एउटै कुरामा मात्रै बाजी भयो। याद गर्नु, ऊ जस्तो धर्म, ऊ जस्तो सिद्ध, उसले कुनै पनि कुरामा झुक्दैन बुझिस् भनेर भनेको थियो। अनि आज यहाँनिर आकाशबाट प्राकृतिक प्रकोप ल्यायो। त्यहाँ 17 पदमा फेरि कल्दीहरूले 3 दल बाँधे उठहरूमाथि जाइ लागि हुन्छ। त्यहाँबाट 19 पद हेर्नुहोस्, उजाल स्थानबाट भएर एउटा ठुलो आँधी बतास आयो भन्छ। केही पनि आउन सक्छ, हेर्नुहोस् केही पनि आउन सक्छ।
तर यो कुरो चाहिँ क्रिस्चियनलाई 100% थाहा हुनुपर्छ। परमेश्वरको अनुमति बिना हामीले परमेश्वरको हुकुम नपाए हुँदैन। परमेश्वरले मलाई तिनवटा घेरा लगाएको छ क्रिस्चियनलाई थाहा छैन भने जहिले पनि क्रिस्चियन चाहिँ मानिलिउँ एउटा पोस्ट मास्टर नेपालमा पोस्ट अफिसबाट पोस्ट मास्टरले अथवा लेटर बोक्ने चिठी बोक्ने मान्छेले एउटा चिठी लिएर आयो अनि यहाँ भाइलाई चिठी दियो भनेदेखि त्यो चिठी खोल्ने बित्तिकै चिठीमा नराम्रो खबर लेखेको रहेछ। चिठीमा मेरो इन्टरभ्यूमा पास भएन रहेछ खबर आयो, कलिङ लेटर आयो। चिठीमा म फेल भएको आयो भने बित्तिकै तैँले यस्तो खबर ल्याउँछस् भनेर पोस्टम्यानलाई समातेर कुट्ने चाहिँ ज्ञानी हुँदा मुख होला भन्नुहोस् त। किनभने पोस्टम्यानले आफै तँ फेल भइस्, तेरो काम भएन रातभरि उसको घरमा कल्पना गरेर चिठी आएको कि कम्पनीबाट आएको। त्यसले गर्दा धेरै धेरै किसिमको आएको किसिमले बन्द गरिदिएको हुन्छ। अनि यसले मलाई यस्तो कुरो भनेर चाहिँ त्यसको नाम लिएर मन दुखेर आएको, चित्त दुखेर आएको, गनगन गरिरहेको, त्यो मान्छेको जिन्दगीभरि नाम लिन नछोडेको त्यस्तो खालको अन्धा बनाइदिन्छ। त्यसले गर्दा जहिले पनि हाम्रो जीवनमा केही पनि आउँछ भने ल्याउने विशेष व्यक्तिसँग हामी कहिले रिसाउँ त्यसले हामीलाई थप्पड लगाओस् कि कुटोस् कि कुटोस् कि बेइज्जत गरोस् कि नोक्सानी गरोस्, त्यो अनुमति लिएर आएको हुन्छ। विचार गर्नुहोस्, अहिलेको घरमा 10 जना छोराछोरी केदार मार्ने गरी सबै नोक्सानी गराउने गरी ती गल्तीहरूको मानिसहरू आए, सभाका मानिसहरू आएर घर अगाडि उभिँदाखेरि पहिला देखिने कुरा के थियो? ती मान्छेहरूको अनुहार देखिन्थ्यो, ती मान्छेहरूको आक्रोश देखिन्थ्यो, ती मान्छेहरूको हातमा चुप्पी छुरी देखिन्थ्यो, ती मानिसहरूको हातमा राकाहरू देखिन्थे, सबै आगो लगाइदियो पहिले। तर याद गर्नुहोस् अयुबको दृष्टि चाहिँ कसमाथि थियो? सिंहासनमाथि बस्नु परमेश्वरमाथि थियो। अनि उसले सबै मानिसहरू कसैमाथि दोष लगायो। उसले के भन्यो? पढ्नुहोस् अब 20-21 पढ्नुहोस्। अब अयुबले आफ्ना अराका च्याते आफ्नो कपाल खोले र भुइँमा घुट्टो परेर दण्डवत गरे। अनि तिमीले भने मेरी आमाको गर्नुबाट म नानगाई निस्केर आएँ र नानगाई म यहाँ फर्केर जान्छु। उनकोले दिनुभयो र उनकोले लैजानुभयो। उनको राम्रो भन्ने हो। यसलाई भन्छ साँचो धन्यवाद, साँचो उपासक लक्षण, साँचो क्रिस्चियनको लक्षण। क्रिस्चियनलाई पठाउँदै गएदेखि 50 जनाको नाम भन्न सक्नुहुन्छ। ससुरको फलानाले यस्तो गर्यो, विश्वाले यस्तो गर्यो, त्यहाँ मेरो यस्तो गर्यो, त्यहाँ बिगार्यो, त्यहाँ यस्तो गर्यो। ती सबै कुरा के हो भन्दाखेरि शैतानले आँखा कुर्दिएको हुन्छ। त्यसले गर्दा हामीको आत्मिक जीवन कहिले उदाउँदैन। अनि हामी खालि चर्चमा आएर गीत गाउन जानेको हुन्छ, आइतबार दिन बाइबल बोकेर चर्च जानुपर्छ भनेर जानेको हुन्छ, तलबाट अलिक नयाँ नयाँ रोड छुट्याउनुपर्छ भनेर जानेको हुन्छ, यस्तो कुम्पिट काठको बनाउन जानेको हुन्छ, एकवटा वचन भन्न जानेको हुन्छ। भयो जस्तो लाग्छ केही भएको हुँदैन। तर यो उचाइमा पुग्नुको लागि चाहिँ कस्तो त्याग बलिदान, कस्तो नेत्र, कस्तो नजर, कस्तो प्रकाश प्राप्त हुनुपर्छ र मात्रै यस्तो क्रिस्चियनहरू विरह भएको हुन्छ। कसै कहीँ कसैलाई दोष नलाउने उचाइमा पुगिसकेको। त्यसले गर्दा अब किन धन्यवाद चढाउनु भन्दाखेरि चाहिँ क्रिस्चियनलाई थाहा हुनुपर्छ सबै मिलाएर, दुःख मिलाएर, सुख मिलाएर, साथी शत्रु मिलाएर, स्वस्थ अस्वस्थ, नाफा नोक्सान जेसुकै पनि आउँछ उहाँको अनुमति बिना आउँदैन रहेछ। र मैले सबै कुरामा धन्यवाद चढाएँ चाहिँ मलाई चाहिँ परमेश्वरले बदलेर, मलाई चाहिँ परमेश्वरले बदली गरेर, रूपान्तर गरेर चाहिँ उहाँको छोरा जिजस क्राइस्ट जस्तै बनाउने विचार चाहिँ त्यसलाई भन्छ भलाइ उत्पन्न गर्नु। सबै कुरा मिलेर भलाइ उत्पन्न हुन्छ भन्छ। भलाइ भनेको चाहिँ के जस्तो के चिजसँग नराम्रो भलाइ सुन्छ। कसैले राम्रो केटी मन पराएको हुन्छ, त्यो केटीले बिहा गर्दिनँ भनिदिन्छ भनेपछि त धोका हुन्छ, उदास हुन्छ, हुन्छ। तर त्यो क्रिस्चियनलाई सबै मिलाएर भलाइ उत्पन्न हुन्छ भनेर जानेको छ भने पनि यस्तो जानेको हुन्छ त्यो केटीले मलाई धोका दिए, त्योभन्दा राम्रो नोकरी गर्ने, त्योभन्दा राम्रो लु भएको छ उसले मलाई भलाइ उत्पन्न गरिदिनुहुन्छ सोचेको। मान्छेको चाहिँ खालि त्यस्तो आँटा मैदा पैदा हुन्छ नि, खालि मान्छे आँटा मुछेर मैदा मुछेर पैदा मुछेर गयो। त्यसले गर्दाखेरि कहिले पनि बाइबलमा भलाइ उत्पन्न हुन्छ भनेको त्योभन्दा राम्रो नोकरी पाउँछस्, त्योभन्दा राम्रो केटी पाउँछस् भन्ने कहीँ लेखेको छैन। जहाँ सबै कुरा मिलाएर भलाइ उत्पन्न हुन्छ। कस्तो भलाइ हुन्छ चाहिँ संसारको सबैभन्दा राम्रो भलाइ हुनु भनेको चाहिँ घर पनि होइन, राम्रो नोकरी पनि होइन, राम्रो श्रीमती पनि होइन, राम्रो स्वास्थ्य पनि होइन। संसारको सबैभन्दा राम्रो भलाइ चाहिँ के हो भन्दा चाहिँ जिजस क्राइस्ट जस्तो हुन पाउनु जस्तो भलाइ चाहिँ के हो? त्यो जस्तो राम्रो चिज चाहिँ यो पृथ्वीको सतहमा केही छैन। त्यसलाई रोमीको किताब 8:28 पढ्नुहोस्।
रोमीको किताब अर्थात् घटाइ सक्नुपर्छ। बाइबलको उत्तर ती प्रश्न हुन्छ, ती उत्तर हुन्छ, तर बुझ्नेले मात्रै बुझ्छ। अनि हामी जान्दछौँ परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति सबै कुरा मिलेर भलाइ नै उत्पन्न गर्दछन्, उनीहरूका निम्ति जो उहाँकै मनसाय अनुसार बोलाएका छन्। अनि अब भलाइ चाहिँ के रहेछ? 30 पद लेखेको छ। अनि जसलाई उहाँले पहिल्यै ठहराउनु भयो उनीहरूलाई उहाँले बोलाउनु पनि भयो, अनि जसलाई उहाँले बोलाउनु भयो उनीहरूलाई उहाँले धर्मी पनि पाउनु भयो। अब 29 पदको छ यहाँ भन्दैछ, किनभने जसलाई मैले पहिले नै जान्नुभएको थियो उनीहरू चाहिँ आफ्नै पुत्रको रूपमा ढाल्यो भलाइ चाहिँ के हो? हेर्नुहोस् है त, सबैजना सुन्नुहोस्। खालि हाम्रो गीतहरूमा पनि, खालि प्रार्थनामा पनि यस्तो मात्रै छ, मरेर कहाँ जाने आशा थिएन अरे, स्वर्गको निश्चयता पाएँ अरे। फेरि मरेर कहाँ जाने, स्वर्गको ढोका बन्द थियो अरे, नरकको ढोका बन्द गरिदियो, स्वर्गको ढोका खोल्दियो। खालि मरेर स्वर्ग जानेमा त्यही कुरा ज्यादा हुन्छ। सुन्नुहोस्, तर म तपाईँलाई एउटा कुरा बताउँछु, नेपालको होस् चाहे मलेसियाको होस्, पुलिसमा चाहिँ इन्टरभ्यू पास गर्यो, अन्तर्वार्ता पास गरेर चाहिँ त्यो तारा लाउनुभन्दा अगाडि, त्यो चौकीमा बस्नुभन्दा अगाडि चाहिँ तालिमको पिरियड हुन्छ कि हुँदैन भन्नु सक्दैन कि त इन्टरभ्यूमा पास हुने बित्तिकै माथि लगेर तारा लाउँछ, कहिल्यै लाउँदैन। त्यो चौकीमा पुग्नुभन्दा अगाडि पहिला इन्टरभ्यू पास हुनुपर्छ, त्यो चाहिँ ग्रहण गरेको बराबर हो। ग्रहण गरिसकेर चाहिँ आज हामीलाई चाहिँ स्वर्ग पुग्नुभन्दा अगाडि चाहिँ जिजस क्राइस्टको रूपान्तर हुनुपर्छ। त्यो त पहिला युगमा त्यो हेरेको छ भन्नुहोस्। अनि जिजस क्राइस्ट जस्तो नभइकन सिधै स्वर्ग जान्छु। अनि कतिजनाको त्यस्तो साह्रो एक्सट्रिम हुन्छ कि, एक्सट्रिम भनेको असीम हुन्छ। यो रोगमा घिसेर बस्नुभन्दा चारैपट्टि उल्लो घर घर शत्रु झगडा धेरै मलाई फुटै मरिहाल्यो भने चाहिँ फुटै मरि त्यहाँसम्म पुगिसक्यो। जिजस क्राइस्ट जस्तो नभई जाने अरे माथि। त्यही सुन्नुहोस्, जिजस क्राइस्ट जस्तो नभइकन चाहिँ स्वर्ग जान सकिँदैन है। यो कुरा याद गर्नुहोस्। यो पढ्नुहोस्, पहिला यो दिएको छ, जसले म उहाँमा रहन्छु भन्छ, जसले म उहाँमा रहन्छु भन्छ, आफै पनि उहाँ जसरी हिँड्नुहुन्थ्यो, त्यो प्रभु यीशु मसीह जसरी हिँड्नुहुन्थ्यो त्यसरी नै हिँड्नुपर्छ। पहिला प्रभु यीशु मसीह यस्तो नभइकन चाहिँ स्वर्ग जाने कल्पना चाहिँ अलिकति कम्ती नै गर्दा हुन्छ। हेर्नुहोस्, बाई प्रडक्ट भनेको के हो? इङ्ग्लिसमा बाई प्रडक्ट भन्छ नि। बाई प्रडक्ट भनेको नेपालीमा के भन्छ? अब नेपालीमा सोध्छु, दुधको, गाईको दुधको बाई प्रडक्ट के हुन्छ? दही भन्नुहोस्, घिउ, छुर्पी भन्नुहोस् त, यस्तो हुन्छ नि। त्यस्तै प्रकारले जब प्रभु यीशु मसीह जस्तो भइसकेपछि बाई प्रडक्ट अफाप स्वर्ग भइहाल्छ, त्यो सुधाउनै पर्छ। तर बाई प्रडक्ट भएकै छैन, प्रभु यीशु मसीह जस्तो भएकै छैन, एकैताल स्वर्ग जान्छु भन्ने त हाँस्यो। प्रभु यीशु मसीह पृथ्वीमा मान्छे भएर आउनुभएको स्वर्गदूत रहेछ। साँच्चै नै मान्छे, साँच्चै नै कार्पेटर, साँच्चै नै चिसो तातो भएको, साँच्चै नै ठुलो परिवारमा बस्नु, सबै मान्छेमाथि के आइलाग्छ, सबै कुरा आइलागेर मान्छे भएर छिरेर जानुभएको। त्यो त स्वर्ग पस्नुभन्दा अगाडि चाहिँ पहिला प्रभु यीशु मसीह जस्तो बनाउने मनसाय छ स्वर्ग परमेश्वरको। अनि प्रभु यीशु मसीह चाहिँ कसरी प्रभु यीशु मसीह जस्तो भन्दा चाहिँ प्रभु यीशु मसीहलाई अत्याचार, न्याय, कुठाराघात, अनुहारमा पट्टी, धुल, बेइज्जती, बदनामी, नोक्सानी, अत्यन्त सबै प्रकारको कुरा आउनुभन्दा अगाडि प्रभु यीशु मसीहले त्यो प्याला हातमा लिनुभयो, रोटी हातमा लिनुभयो। त्यो भन्नुभयो चाहिँ प्रभु यीशु मसीह, पिता परमेश्वर, म पनि यसरी तोडिनुपर्छ, बेइज्जतबाट जानुपर्छ, हामीलाई चाकु आउँछ, भाला आउँछ, डन्ठा आउँछ, प्रहार आउँछ, मेरो लुगा अर्धमा च्यातिदिन्छन्, यो सबै कुरा आउँदैछ। त्यसले गर्दा यो चाहिँ मान्छेद्वारा आउँछ, मान्छे चाहिँ एउटा हतियार भएर आउँछन्, मलाई मार्छन्, टान्छन्, काँडाको मुकुट गाँस्नेहरू हुन्छन्, भाला देउनेहरू हुन्छन्, थुक्नेहरू हुन्छन्, कुन फाटेको जुत्ताले एउटा लात्तरेहरू आउँछन्, ती मान्छेको तयारी हुँदैछन्। र यी सबै मानिसहरू चाहिँ पोस्ट मास्टर अथवा पोस्टम्यान जस्तो मात्रै हो। तर यो सबै कुराको माथि हेर्छु, तपाईँले पिटेको प्याला हो, तपाईँले अनुमति गरेका मान्छेहरू हो। त्यसले गर्दा म धन्यवाद दिन्छु। ल यसरी नै टुक्रिने, यसरी नै भाँचिने, लुगाको किताब पाइसकेको पहिलापल्ट त्यो रोटी लिएर धन्यवाद दिनुभयो भनेको चाहिँ त्यो सबै व्यक्ति विशेषको लागि म वर्णन गर्दिनँ। जसले मलाई नोक्सानीबाट लान्छन्, जुन बाटो मान्छेलाई मनै पर्दैन त्यो बाटोबाट जानुपर्छ, तर म तपाईँलाई धन्यवाद दिन्छु भनेर त्यो रोटी भाँचेपछि मात्रै चाहिँ उहाँले क्रुस अपनाएको। सुन्नुहोस्, अब के गर्छ, लुगा पाइसकेको म सेकेन्डको सेवा चाहिँ 2टा भर्स मात्रै पढ्छु हो, अनि त्यहाँबाट थर्डको सेवा
लामो हुँदैन तर अलिकति पनि म तपाईँहरूलाई लामो समय राख्दैन लोकहरूको किताब 22 अध्यायमा चाहिँ त्यो रोटी 22 अध्यायको 19 पद पढ्नुहोस्। उहाँले रोटी दिनुभयो र धन्यवाद दिन थाल्नुभयो र यसो भन्दै तिनीहरूलाई दिनुभयो मेरो शरीर हो जो तिमीहरूको निम्ति दिइन्छ मेरो सम्झनामा यो गर। त्यो त प्रभुले त्यहाँबाट रोटी भाँची दिनुपर्छ त्यहाँबाट खाउँ भन्नु पऱ्यो भनेको त्यो चाहिँ यसरी तोडिनुपर्छ यसरी भाँचिनुपर्छ यसरी सहनुपर्छ यसरी बेचेर जानुपर्छ यो चाहिँ मेरो शरीर हो बाटो देखाइदिँदैछु भनेर प्रभुले त्यसको लागि पहिला के गर्नु धन्यवाद हामी पनि चर्चमा धन्यवाद दिन्छौँ र हामीले पनि सबै विषयमा धन्यवाद दिन सक्छौँ राम्रो नराम्रो सबै कुराहरू। अब यही धन्यवाद प्रभु यीशुले दिनुभयो अनि प्रभु यीशुले यही कुरो चाहिँ पत्रसलाई चर्चको जेठो पाठको मै हुँ भन्ने चर्चको प्रेरित सबैभन्दा जेठो चर्चको मान्छेलाई चाहिँ अहिले चाहिँ कुरा बुझिराख्नु है भनेर चाहिँ बताउन चाहेको थियो। यो मत्तीको किताब 16 अध्यायको 21 पदमा पढ्छु के हुन्छ। यस समयदेखि यसले उहाँलाई यरुशलेम जानुपर्छ। बुढा प्रधानहरू मुख्य पुजारीहरू त्यो रोटी भाँचेको जस्तै तोडिएको जस्तै बेजेतीसँग गएर माथि जानुपर्छ राम्रो मान्छेहरू आउँदैन नराम्रो मान्छेहरू आउँछन् भनेर भन्न थाल्नु अनि शास्त्रीहरूबाट अनेकौँ दुःख भोग्नु अनि बिउताइनु आवश्यक छ भन्ने आफ्नो चेलाहरूलाई देखाउन थाल्नुभयो। त्यसले गर्दा त्यो गर्ने बित्तिकै पत्रसको प्रतिक्रिया कस्तो थियो 22 तब पत्रसले उहाँलाई एकातिर लगेर यसो भन्दै उहाँलाई हटाउन लागे यस्तो नहोस् प्रभु तपाईँमाथि यो कुरा कुनै परिआउने छैन। हाम्रो पनि प्रतिक्रिया के हुन्छ राम्रो राम्रो सबै होस् नराम्रो मान्छे मेरो विपरीतमा उठ्ने मान्छे चाहिँ देख्नै नपरोस् आउनै नपरोस् प्रभु सबै परीक्षादेखि जोगाउनुहोस् आउँदै नहोस् अनि कुनै पनि क्रिस्चियनले विपरीत परिस्थितिलाई धन्यवाद कहिले दिँदैन। त्यसले गर्दा भरलास्टमा त्यस्तो नहुनु त्यो प्रकारको नियत नआउनु चाहिँ कतापट्टिबाट चाहिँ सुनिराख्नुहोस्। बाइबल बोकेर चर्च गएर 50% ढुक्कै चर्च जान्छ भेटी छुट्याउँछ सबै प्रकारको क्रिस्चियन व्यवहारहरू जानेको छ जयमसी भन्न जाँदछ आमाभन्दा अगाडि प्रार्थना गर्दछ हेमिली प्रेयर गरेर सुत्छ क्रिस्चियनको कुनै पनि प्रकारको व्यवहार नसिकाउँदा हुन्छ A to Z जान्दछ। दिदीबहिनीले एकदम सुगर प्रकारको ड्रेसहरू लाउँछन् दाजुभाइहरू एकदम क्रिस्चियन छन् केही फरक पर्दैन त्यो व्यवहार मात्रै। तर जब पनि एउटा क्रिस्चियनले उल्टो कुरा विपरीत कुरा नोक्सानीको कुरा शत्रु भन्ने कुरा घृणा भन्ने कुरा अपवाद भन्ने कुरा बेइज्जती भन्ने कुरामा चाहिँ हुनु हुँदैन यो भन्ने एटिच्युड मात्रै मनमा आयो भने त्यो चाहिँ शैतानपट्टिबाट हुन्छ। त्यति बेला जति नै पुरानो सिनियर पनि आउँछ शैतानपट्टिबाट उसलाई के भएको हुन्छ प्रभाव भएको हुन्छ। शैतानले उत्तेजित गरेर त्यो कुराबाट अर्की जिजस गरेर छोडिसकेको त्यसलाई 23 को पढ्छु। तर उहाँले फर्केर पत्रसलाई भन्नुभयो हे शैतान मेरो पछिल्लोतिर जा मेरो लागि ठेस लाग्ने कारण होस् किनकि त मनुष्यको कुराहरूमा होइन तर मानिसहरूको कुराहरूमा ध्यान लगाउँछ। एकैछिन अहिले प्रभुबाट स्याबासी पाएको तपाईँ जीवित परमेश्वरको पुत्र हुनुहुन्छ भने स्याबास धन्यको भनेको एकैछिनमा मान्छेको नियत बदलिने गर्दै एकैछिनमा शैतान भयो। त्यही भएर दिनको कुन चाहिँ घडी हामी शैतानिक भएको हुन्छ दिनको कुन चाहिँ घडी हामी प्रभुलाई भक्ति दिँदै गरेको हुन्छ ईश्वरले मात्रै देखेको छ कसैले देखेको छ र याद गर्नुहोस् जब 24 घन्टा 7 दिन उल्टा पल्टा हरेक प्रकारको परिस्थितिमा पिता म तपाईँलाई चाहिँ आशीर्वाद देख्छु तपाईँको भन्नुको निम्ति केही आउँदैन। आज मेरो पैसा हरायो धन्यवाद आज मेरो स्वास्थ्य बिग्रियो धन्यवाद आज मलाई कम्पनीमा बसको अत्याचार गर्ने धन्यवाद मेरो उल्टी लागेको धन्यवाद मेरो गाडी छुट्यो धन्यवाद मेरो घरमा टाइममा खाना पाकेको धन्यवाद मेरो आज मसानीको खबर आयो धन्यवाद भन्ने एटिट्युड छैन भने चाहिँ एकदमै त्यो वैदिक परम्परा छ सुख सम्पत्ति घर आए कष्ट मेटे धन्यवाद हुन्छ। खालि राम्रो राम्रो चाहिँ होस् नराम्रो चाहिँ नहोस्। उनीहरूको भगवान् भजन त्यस्तो हुन्छ सुख सम्पत्ति घर आए कष्ट मेटे धन्यवाद भने राम्रो चाहिँ आओस् हुँदै नराम्रो चाहिँ कहिले नहोस्। त्यसले गर्दा यति त झारिदिन्छ क्रिस्चियन त्यो त तपाईँ सोच्नुहोस् मण्डलीमा आएर धन्यवाद दिनुको कुरा हो तर हरेक परिस्थितिमा धन्यवाद दिन सक्नु भएको छ त्यो उचाइमा पुगेको। त्यसले गर्दा राम्रो हुँदा कुनै लाटोले पनि खुसी नै हुन्छ। मान्छेको प्रवृत्ति त्यस्तो कुनै बाटोभन्दा बाटो पनि खुसी हुन्छ कुनै बाटोभन्दा बाटो मान्छे पनि राम्रो हुँदा त्यो त संसारको एउटा प्राकृतिक नियम नै। तर उल्टो बाटो हुँदाखेरि त्यो मान्छेले चाहिँ कसैलाई दोष लाग्दैन
धन्यवाद दिन्छु पिता, धन्यवाद दिन्छु भन्नुहुन्छ। देखिस् जस्तै कुरो पुर्या था त्यसले धन्यवाद नै दिन्छ भनेर भन्नुहुन्छ। त्यति बेला चाहिँ अब पत्रसले के देख्यो? युहन्नाको किताब 18 अध्यायमा आउँछ। 18 अध्यायमा जब प्रभु यीशुसँग गीत समयमा पक्रिनको निम्ति लाठाहरू लिएर, राँकाहरू लिएर, चुप्पीहरू लिएर, भालाहरू लिएर मान्छेहरू आए हो। तपाईँ पढ्नुहोस् त 18 गतिको। अब सिपाहीहरूको एक टोली अनि मुख्य पुजारी र फरिसीहरू पछिबाट अफिसरहरू आएर यहुदा चाहिँ बत्तीहरू, राँकाहरू र हतियारहरू लिएर यहाँ आयो। अवश्य छ तपाईँको विरुद्धमा बत्तीहरू लिएर, राँकाहरू लिएर, टुल्ठोहरू लिएर, पट्टी लिएर, मातेको अनुहारको मान्छेमा पान सबाइरहेको थुक लिएर, सिलेर तपाईँको घरमा, तपाईँको परिवारमा, तपाईँको नोकरी, तपाईँको छोराछोरीको बिचमा उठेर आएदेखि कस्तो हेर्दाखेरि यो कुरो राम्रो हो कि नराम्रो भन्नुहोस् त सरकारले? मानवीय दृष्टिकोण हेर्दा राम्रो हो कि नराम्रो? तर हेर्नुहोस्, अब हेराइमाथि फरक पर्छ। सधैँ हेर्नुहोस् त, हेराइमाथि फरक पर्छ। पत्रसले देख्यो, देख्दाखेरि पत्रसको नजर सिंहासनमा बस्ने परमेश्वरको छैन। उसले को देख्यो? त राँका बोक्ने, त मेरो बिरुद्धमा बोक्ने, त पुठो लिएर आउने, त चुप्पी बोक्ने, त धुक्न खोज्ने, तिमीहरू पक्रिने भनेर उसको बराबर सबै तरवार निकालेर छम्मै काट्यो। धन्न माछा मार्ने मान्छेले तरवार खेलाउन जाँदैन र मात्रै काम काटेको। माछा मार्ने तरवार खेल्न जाँदछ? पुरोहितले क्याटी छाने जस्तै हो। पुरोहित भनेको पण्डितले कहिले क्याटी छान जानेको हुन्छ? आफ्नै आँखा पुराण बेलाउँछ। त्यसले गर्दा पत्रसले कहिले पनि के भन्छ तरवार खेल्न जानेको थिएन। अनि त्यसो गर्दाखेरि हिर्काको कान चाहिँ काट्यो हो। त्यस तरवार भनेको अब तरवार भनेको नयाँ नियममा के हो? दिदीबहिनी, तरवार भनेको चाहिँ नयाँ नियममा के हो? नबोलिकन तपाईँलाई देखाइदिए। तरवार भनेको चाहिँ के हो भन्नुहोस् न? जिब्रो भन्नुहोस्, सक्नु भन्नुहोस्। त्यसले गर्दा जब पनि विपरीत कुरा आउँछ त्यति बेला हाम्रो जिब्रोले कस्तो प्रतिक्रिया जनाउँछ? तरवार भनेको जिब्रो भनेको, जिब्रोले चाहिँ त्यसले मलाई यस्तो गर्यो, कस्तो नराम्रो रहेछ, त्यो त एकदमै 2 नम्बरको छ मान्छे, उसलाई त भन्नै पर्दैन यो तरवार चलायो। त्यसले गर्दा त्यति बेला चाहिँ पत्रसले चाहिँ के देख्यो भन्दाखेरि मान्छे मात्रै देख्यो। तर प्रभु यीशु मसीह मान्छे नै हुनुहुन्थ्यो। तर प्रभु यीशु मसीहले चाहिँ सिंहासनमा बस्ने पिता देख्नुभयो, हुनेछ भयो। त्यो तरवार, मुङ्गी, लाठाहरू, चुप्पीहरू देख्नु भएन। तिनीहरूलाई त खालि पोस्टम्यान मात्रै देख्नुभयो। के देख्नुभयो? बिचरा चिठी ल्याउने रहेछ, उल्टा जान्छ, चिया खाएर जाउँला, थाकेर आउनुभयो भने जस्तै हो। ल के छ 18:11 10 पद पढिदिनुहोस्। पत्रसको प्रतिक्रिया, 11 पद प्रभुको प्रतिक्रिया। हुनाले त्यो निकालेर महापुजारीको दासलाई हिर्काए र त्यसको दाहिने कान चट्टै काटिदिए। त्यस दासको नाम माल्कस थियो। अनि यसुले पत्रसलाई भन्नुभयो, आफ्नो तरवार न्यायभित्र हाल कि मेरा पिताले मलाई दिनुभएको यो कचौरा म नपिउँ। हेर्नुभयो? त्यो भन्नुहोस्, प्रत्येक कचौरा, त्यो दुष्ट कचौरा, त्यो पापले भरिएको कचौरा, अत्याचारले भरेको कचौरा चाहिँ कसले फिटेको रहेछ? दाजुभाइहरू भनिदिनुहोस् न। खोइ त यहाँ अर्थ के छ? मेरा पिताले दिएको कचौरा भनेपछि कसले दिएको रहेछ? त्यो कसको अनुमतिले आएको रहेछ? हो, यति चाहिँ क्रिस्चियनले बुझेको हुँदैन। त्यसले गर्दा 70 वर्ष भएछ त बुझेको हुँदैन। आज तपाईँहरू भाग्यमानी हो, कमसेकम दिमागमा चाहिँ बुझिराख्नु भयो। तर भोलिको दिनदेखि व्यवहारिक रूपमा यस्तो कुरा आउँदाखेरि चाहिँ ए पिता, तपाईँले फिटेको कचौरा हो, मेरो नोकरी गएर तपाईँको अनुमति बिना गएन। मलाई त्यो मान्छेले हेप्यो भने तपाईँको अनुमति बिना हेपेको होइन। त्यो मान्छेले मलाई अलिकति दबायो, तर तपाईँको अनुमति बिना दबाएको होइन। म त्यो मान्छेसँग रिसाउँदिनँ, म तपाईँलाई धन्यवाद दिन्छु भने चाहिँ क्रिस्चियनले भुइँ छोड्यो। के छोड्यो भन्छ तपाईँले? भुइँ छोड्यो। नभए क्रिस्चियनले भुइँ छोडेको हुँदैन, भुइँमै बसेको हुन्छ। अनि भुइँमै कल्पनामा आवाज सुनाउँछ, गरेर भुइँमै गाडी कुदाउँछ। तर एक स्टेप पनि सरेको हुँदैन उसको भुइँको आवाज। भुइँ छोड्न सक्नुपर्छ। त्यो परिस्थितिमा आउँछ। एउटा मौका छ। जीवन कतिचोटि आउँछ? कतिचोटि आउँछ? एकचोटि आउँछ। एकखेप जीवन सकिसकेपछि त्यहाँ गएर बस्ताउनु मात्रै। त्यहाँ दुःख सुख चेपेर छिर्यो भने कस्तो हुन्छ? त्यसले गर्दा हामीहरूको नजर चाहिँ प्रभु यीशु मसीह जस्तै जहिले परमेश्वर पिताको हुनुपर्छ। त्यसले गर्दा बाइबलले भन्छ संसारका सबै कुरा
परिस्थितिहरू, विपरीत परिस्थिति, अनुकूल परिस्थिति, सबै परिस्थिति, जुन, घाम, तारा, नक्षत्र, चिसो, तातो, साथी, शत्रु सबै मैले तिमीहरूलाई मिलाएर दिएको छु। सबै कुरा मिलेर चाहिँ धन्यवादको वृद्धि होस् भनिरहेको पाएको। यस्तो राम्रो कुरा आउनुहोस् त, त्यति प्रोग्राम गरौँ। अब आराधना उपासना भनेको अझै माथिको विषय हो, त्यताबाट हामी जान सक्दैनौँ होइन। कमसेकम धन्यवादबाट मात्रै माथि जानु पर्दैन। दोस्रो कुरो 4 अध्याय 15 पद पढ्नुहोस्। किनकि सबै कुराहरू सुन्नुहोस्, अघि मैले भनेको हाम्रो भर्समा के आयो त, सधैँभरि सबै कुराको लागि धन्यवाद दियो भने अलिक प्रत्येक रोमीमा भन्यो सबै कुरा मिलाएर भलाइ उत्पन्न हुन्छ। जोसुकैले चाहिँ होइन, परमेश्वरलाई प्रेम गर्नेहरूको लागि मात्रै हो। अब यहाँ आएर भन्दैछ किनकि सबै कुरा तिमीहरूकै निम्ति हुन् भनेको, दुःख पनि, सुख पनि, तातो पनि, चिसो पनि, नोक्सानी पनि, नाफा पनि, सफलता पनि, असफलता पनि, स्वास्थ्य अस्वास्थ्य सबै कुरा। अनि सबै कुराहरू तिमीहरूकै निम्ति हुन्। यसैले विशेषको अनुग्रहले धेरै मानिसहरूद्वारा परमेश्वरको महिमाका लागि धन्यवादको वृद्धि गरोस्। यस्तो धन्यवाद दिने, यहाँ आएर धन्यवाद दिनु कति सजिलो छ। यो मजाले काटेको छेडेको छ, भुँडीभरि भात खान दिन्छन्। त्यहाँबाट यहाँ कसैले कसैको कान्छीहरूलाई अलिकति कुल्चीहरू शरीरमा भन्छ। यहाँ त केही फरक पर्दैन। यहाँ त नराम्रो गर्ने कोही देखिँदैन। यहाँ पैसाको कोही ल्याएर फ्याँकेर बसेर निक्लिनु पर्दैन हो। तर यो आँगन काट्नु बाहिर गइसकेको हुन्छ त खेला त हो, हुन्छ कि हुँदैन भन्नुहोस् त। अहिले यहाँ तपाईँहरू परदेशमा हुनुहुन्छ, परदेशमा सिधै ड्युटी गएर आयो, यहाँ त्यति साह्रो हेर्दैन होला। नेपालमै जानुपर्छ। कहाँ जानुपर्छ? म पनि फर्केर इन्डियामै जानुपर्छ हो। यहाँ हुन्छ खेला छ। यहाँ जाँदा चाहिँ अन्त हामीहरूको प्रतिक्रिया कस्तो हुन्छ। साँचो पिसेपछि तातो घाम लाग्दा पनि घाम छर्किँदा पनि गनगन गर्दैन, पानी पर्दा पनि गनगन गर्दैन, बिमार हुँदा पनि धन्यवाद चढाउँछ, ट्राफिक जाम हुँदा पनि गनगन हुँदैन। राम्रो पाक्यो भने पनि धन्यवादै छ, नराम्रो पाक्यो भने धन्यवादै छ। राम्रो भने पनि धन्यवाद। मरेको मान्छेको चाहिँ क्रिस्चियन भनेपछि उसको कुनै कुरासँग प्रतिक्रिया हुँदैन। यस्तो प्यारो प्रब्लम त्यस्तो वचन दिएको छ। तर अहिले हामी अब हिब्रू बुकका 2 अध्याय पढेर चाहिँ हामी किन चर्चमा आएर धन्यवाद चढाएको एकादशबाट उत्साह मिलोस्। यस्तो परिस्थितिमा धन्यवाद चढाउँछ नि बहिनी। यस्तो परिस्थितिमा पनि गनगन भन्ने कुरा टिकटिकहरू कहिले देखेन। त्यो भाइ त्यो जमानको यस्तो राम्रो कुनै परिस्थितिमा पनि अहिलेसम्म गनगन सुनेको छैन, अर्काको चर्चा सुनेको छैन। पढ्नुहोस् 2:12 र भन्नुहुन्छ भाइहरूलाई म तपाईँको नाम सुनाउनेछु, मण्डलीको बिचमा म तपाईँको प्रशंसा गाउनेछु। मण्डलीको बिचमा चाहिँ म प्रशंसा गर्नेछु। हेर्दा मण्डलीको बिचमा गर्नुभन्दा अगाडि चाहिँ व्यक्तिगत जीवनमा हाम्रो कर्म क्षेत्रमा जहाँ बसेका छौँ, असुविधाको जग्गामा सुविधाको जग्गामा धन्यवादको प्र्याक्टिस गरेको छ भने मात्रै यहाँ आएर हामीलाई धन्यवाद दिन सक्छौँ। ल हामी अब यो लामो भइगएको छ, लामो 10 साढे 11 भइगयो। अलिकति कुरो बताउँदा पनि हतार अब पण्डित पढे जस्तो गर्नु भएन, बुझ्नै पऱ्यो। अब म दोस्रो टेबलको त छोटो 2टा पद मात्रै पढ्छु, त्यहाँबाट अर्को सन्देश पनि छोटो। अब मलाई चाहिँ कस्तो लाग्छ भने अब जस्तो मानिलिउँ एउटा डाक्टर छ अरे, हामी डाक्टरलाई थाहा छ अरे जजले यो बिमार लागेको छ, विश्वासलाई यो बिमार चाहिँ ज्यादा लागेको हुन्छ भने चाहिँ अन्त डक्टरलाई चाहिँ त्यहाँको मान्छेले भन्यो अरे यसो गरिदिनुहोस् कि अलिकति फासफुस गरेर जाति पार्नुहोस् भन्यो भने हुन्छ। डक्टरलाई कस्तो लाग्छ? हुन्छ यसरी फासफुस स्क्यानिङ गर्नुपर्छ, एक्सरे गर्नुपर्छ, ब्लड टेस्ट गर्नुपर्छ, युरिन टेस्ट गर्नुपर्छ। अनि थोरै रिपोर्ट आइसकेपछि मात्रै म केही कुरा गर्न सक्छु। अनि भित्र ट्रिटमेन्ट छ, मैले गएर फासफुस गर्दा ट्याब्लेट लिँदा ट्युमर जाँदैन, थाहा हुन्छ कि होइन? र त्यस्तै प्रकारले छिटो मिटिङ अर्गनाइज गराएर चाहिँ कहीँ पनि मण्डलीको भलो हो। त्यसले गर्दा म जतिसक्दो प्रयत्न गर्छु सिरिजमा मेसेज दिने। तर तपाईँहरूले त्यसलाई सिरिजमा लगेर सुन्नुभयो भने एटेन्ड गर्न पाउनुभयो भने चाहिँ राम्रो कुरा हो। त्यसले गर्दा तपाईँले सुन्नु भएन, जान पाइने कि आएको फेरि गएर एउटा कपालमा भएको मान्छे केही पनि हुँदैन। त्यसलाई तपाईँहरू प्रयास गर्नुहोस्।